अनि तर यसलाई यतिकै अहिले नै पकायो भनेदेखि चाहिँ यो मिठो हुँदैन। यसको जुन डिप खालको मिठास हुन्छ नि त्यो चाहिँ नि ओभरनाइट राखेर आउने हो होइन। अब ओभरनाइट राख्ने भनेको मलाई धेरैले तितेपाती खाएको भिडियो पनि राख्नुहोस् न भनेर भन्नुभएको छ। आज म तितेपाती खाएको भिडियो बनाउन जाँदैछु, खाम्प्यान्युमा राख्न जाँदैछु है। सुरुमा चाहिँ नि मैले यो तितेपातीको जुन डिप फ्रिजमा राखेको थिएँ नि त्यसलाई चाहिँ नि फुटाएर यो चाहिँ नि अलिकति पटपट चाहिँ फुटेन, किनभने यसमा सुगर हुँदैन। सुगर भयो भने चाहिँ पटपटी फुट्थ्यो होइन। अनि अलिकति बाक्लो पनि राखेको थिएँ मैले होइन, ड्याङ ड्याङ हानेर फुटाएको छु होइन। अनि यसलाई चाहिँ नि एकछिन म रुम टेम्परेचरमा पग्लिनको लागि छोडिदिन्छु है। होइन क्योरीको चाहिने खोना चाहिने मैदाको मोटो खालको मैदाको पिठो 300 ग्राम लिएको छु होइन। अनि यसमा मैले कोदोको पिठो 100 ग्राम मिसाएको छु। नुन चाहिने 8 ग्राम र अनि ड्राई इस्ट 3 ग्राम राखेको छु। अनि थोरै मात्रै मल्ट पाउडर राखेको छु। तपाईहरुले मल्ट सिरप पनि राख्न सक्नुहुन्छ अथवा थोरै सानो चम्चाको आधा चम्चा जति मह राखे पनि हुन्छ है। अनि यसलाई मजाले मिक्स गरिराख्ने। पगालेको तितेपाती मैले पानी शुद्ध मिसाएर 300 ग्राम रेडी गरेको छु। राखेको पिठोमा राख्न जाँदैछु। तताउने ओर्ने चाहिँ गर्नु हुँदैन है। यदि तातो पनि 25 डिग्रीदेखि 30 डिग्रीसम्म, धेरै तातो 30 डिग्री पनि चाहिँदैन, 30 डिग्री पनि ओभर हुन्छ होइन। अनि अब यो पिठोमा बिचमा पाल जस्तो बनाउने अनि यो राखिदिने। राखेपछि अब मिक्सिङ ओभरनाइट स्टेवाला बनाउँदैछु। त्यसले गर्दाखेरि यसलाई चाहिँ नि यो तेगोने हातले मुस्ने चाहिँ गर्नु पर्दैन। यो सजिलो खालको पाउरोटी हो। तपाईहरुसँग पनि ओभन छ भनेदेखि घरमा सजिलैसँग बनाउन सक्नुहुन्छ। मुस्न पनि हातले पर्दैन है। यस्तो कार्डहरुले अथवा चाहिँ नि केही तपाईहरुसँग मुस्नको लागि सजिलो हुने चम्चाहरु छ भने त्यसले मुसे पनि हुन्छ। मिक्सिङ गर्ने। अब कुनै कुनै दिन चाहिँ तितेपातीको मात्रा चाहिँ धेरै नै बढी भएर पानीको मात्रा कम भयो भनेदेखि चाहिँ अलिकति यो मिक्सिङ गर्न गाह्रो भएको जस्तो पिठो हामीले यो के अरे रोटीको पिठो मुछेको जस्तो चाहिँ नि मजाले चाहिँ मुस्नु पर्दैन होइन। मिक्सिङ गर्न गाह्रो भएर थोरै चाहिँ धेरै पिठो रहिगयो भनेदेखि थोरै मात्र है 3 ग्राम 4 ग्राम गरेर अलिअलि थोरै मात्र पानी थप्दै जानु भए हुन्छ। नत्र भनेदेखि यसरी घुमाउँदैछ नि 25-30 पटक यसरी घुमाउँदै लाँदाखेरि मिक्स भयो भनेदेखि ओके भइकन यो मजाले मिक्स भइसकेको छ। बनाउने ओभरनाइटको चाहिँ 2 टाइप छ है। यो र्याप गरेपछि रुम टेम्परेचरमा राखेर 20 मिनेटमा 3 पटक यसलाई मिक्स गर्छु अनि त्यसपछि फ्रिजमा राख्छु। अनि दोस्रो तरिका तपाईलाई चाहिँ 20 मिनेटमा यसलाई मिक्स गर्ने टाइम छैन म नि अब यसको मिक्स गर्नलाई त्यति टाइम राख्न सकिँदैन भनेदेखि टाइमर राखेर 1 घण्टा रुम टेम्परेचरमा राख्ने होइन। अनि मिक्स गरेपछि अनि फ्रिजमा राखिदिने ओभरनाइट 20 मिनेट है। 20 मिनेट पछि फेरि एकचोटि यसरी खोल्ने अनि यसरी मिक्स गर्ने। अलिअलि चाहिँ यो फुलिसकेको मिक्स गर्न सजिलो हुन्छ दोस्रो चोटि है। हातले गर्नुहुनेहरूले चाहिँ नि यहाँनिर चाहिँ नि यसरी हातलाई युज गरेर डलाई चाहिँ नि मिक्स गर्न सकिन्छ। राखेर आज चाहिँ नि 20 मिनेट 3 चोटि राख्ने तरिकाले गर्दैछु है। दोस्रो अघिको जस्तै गरेर तलबाट माथि ल्याएर मिक्स गर्ने। जम्मा काउन्ट गरेर 10 पटक गरे पुग्छ। अघि भन्दा पनि मजाले फुलेर छ नि पाउरोटीको ड जस्तो पनि भइसकेको छ यो। अब फेरि यसलाई म 20 मिनेट रेस्ट गराउँछु। यो तेस्रो चोटि भयो है। हेर्नुहोस् त कति राम्रोसँग मजाले फुलिसकेको छ। अब आज चाहिँ म यसमा चाहिँ नि ब्लुबेरी मिक्स गर्दैछु। यो कोस्टकोबाट किनेको ब्लुबेरी है। तर यसमा चाहिँ मैले किन्दाखेरि हेरिनँ कि अलिकति चिनी मिसाएको रहेछ र म अर्को चोटिदेखि चाहिँ किन्दिनँ होला। यसलाई पनि एकचोटि मैले ब्लुबेरी मिक्स गरेको थिएँ, ड्राई ब्लुबेरी होइन। काँचो पनि मिक्स गर्न सकिन्छ है। तर काँचोमा चाहिँ अलिकति अहिले नमिक्स गरे पनि हुन्छ, पछाडि गरे पनि हुन्छ। ड्राई ब्लुबेरी चाहिँ पछाडि मिक्स गऱ्यो भनेदेखि अलिकति यो छुट्टिँदो रहेछ क्या। अनि अहिले मिक्स गरिराख्यो भनेदेखि यो डको छ नि पानीको मात्रा यसले सोचेर छ नि अलिकति पाउरोटीमा ठासिदिन्छ कि भन्ने स्टाइलले मैले गर्दैछु होइन। अनि यो ब्लुबेरीसँग यसरी मिक्स गर्दै जाने है। यसमा पनि अलिक जस्तै गरेर तानेर गर्दाखेरि चाहिँ सजिलो हुन्छ ब्लुबेरीहरू राख्दाखेरि चाहिँ। अलिकति 10 चोटिभन्दा बढी गर्छु यो ब्लुबेरी चाहिँ सबैतिर लागोस् भनेर है। र अब ब्लुबेरी मिक्स भएर बाहिरबाट पनि निस्किन थाल्यो है। अब यो पुग्यो है। अब यो खास भन्यो भनेदेखि नि पाउरोटीको ड जस्तै रेडी नै भइसक्यो अलमोस्ट होइन। र यतिकै अहिले नै पकायो भनेदेखि चाहिँ यो मिठो हुँदैन। यसको जुन डिप खालको मिठास हुन्छ नि त्यो चाहिँ नि ओभरनाइट राखेर आउने हो होइन। अब ओभरनाइट राख्ने भनेको यसलाई किण्वित गर्नको लागि है। इङ्ग्लिसमा फेर्मिनेट गर्नको लागि जापानिज भाषामा चाहिँ हाक्को भनिन्छ है। सिकिराख्नुहोस्। भोलिसम्म फ्रिजमा फ्रिजको एकदमै जाडो महिना छ भनेदेखि चाहिँ नि भेजिटेबल रुममा राख्नु भए पनि हुन्छ। म चाहिँ नि चिलमा राख्छु है। यो फ्रिजमा राखेको यो पाउरोटीको ड आज निकाल्ने दिन है, पोल्ने दिन होइन। अनि अब यसलाई पहिला निकालेर रुम टेम्परेचरमा गर्मीको महिना छ भनेदेखि 1 घण्टा जस्तो राखे पुग्छ होइन। अहिलेको जस्तो यो स्प्रिङमा चाहिँ नि धेरै गर्मी नभएको बेलामा चाहिँ नि झन्डै 2 घण्टा जस्तो राख्नुपर्ने हुन्छ। जाडोमा चाहिँ 3 घण्टै पनि राख्नुपर्ने हुन्छ कहिलेकाहीँ होइन। अनि तपाईँले पोल्ने टाइम हिसाब गरेर त्यही अनुसार निकाल्दा हुन्छ। एकचोटि फुल्नु भयो फुलेर है।
माथिबाट हल्का पिठो छर्ने अनि बोर्डमा पनि पिठो सबै झर्नको लागि छोडिदिने भनेको मलाई अलिकति हल्का झर्नलाई टाइम लगायो है पारेपछि यसरी बनाइदिने हो है त्यहाँभन्दा अगाडिको चाहिँ नि पहिलाको भिडियोमा पनि मैले राखिसकेको छु होइन अनि त्यो भिडियो हेर्नेहरू चाहिँ त्यसको भिडियो पनि राख्नुहोस् न भन्नुभएको भिडियो खास राखेको हो अनि त्यसपछि मैले यहाँ राखेर भनेको अर्को यो गोर्गोन्जोला भन्ने ब्लू चिज है यो चाहिँ नि कस्तोकोमा पाइन्छ है यो नराखे पनि हुन्छ है आफ्नो आफ्नो इच्छाको कुरा है राखेर पनि मिठो हुने मात्रै हो है र ब्लू चिज चाहिँ नि बच्चाहरूले चाहिँ नि खान सक्दै अलिकति मन पराउँदैनन् है त्यसैले बच्चाहरूले ठाउँदाखेरि चाहिँ नराख्नु होला ओकर पनि म सँगै राखेको छु भन्दै जाने 100 ग्रामभन्दा बढी है मैले राख्ने चाहिँ त्यो राखे पनि हुन्छ आफूलाई मनपर्ने चिज है त्यति फैलाएर राख्ने यसलाई आफ्नोतिरबाट 3 भागको 1 भाग पल्टाउने अनि यताबाट पनि 3 भागको 1 भाग पल्टाउने अनि 180 डिग्री घुमाउने अनि फेरि पल्टाउने अनि यहाँ गरेर पल्टाउने है अनि यो यसरी मजाले घुमाइदिनु पर्छ यो ब्लुबेरी चाहिँ गाह्रो रहेछ क्या राख्नुलाई भित्र यहाँभित्र पसाइदिराख्ने हो यसरी मिलाएर चाहिँ नि यसलाई बेन्ची टाइमको लागि चाहिँ नि रेस्ट गर्नको लागि सुक्नु हुँदैन है बिटको लगाएर 30 मिनट राखिदिने म त एउटै भाँडा युज गर्छु त भाँडा धेरै दिन मन लाग्दैन 30 मिनट भइसकेको छ होइन ठ्याक्कै 30 मिनट हुनुपर्छ भन्ने पनि छैन होइन 40 मिनट राखे पनि हुन्छ है अनि अब यो खाम्प्याउनु बलमा अझ अलिकति एक्स्ट्रा पिठो छर्ने होइन पिठो चाहिँ नटासियोस् भन्नको लागि छर्ने हो है अनि त्यसपछि यो ब्रेडको डलाई निकालेर अनि एकचोटि अलिकति ब्यालेन्स मिल्ने गरिकन हातैले गोलो बनाउने होइन अनि गोलो बनाएर चाहिँ नि बिचमा राख्ने अब यो फुल्लेर यो टन्न हुन्जेलसम्म झन्डै गर्मी महिनामा हो भनेदेखि चाहिँ नि 1 घन्टा जस्तोमै हुन्छ है अनि अब यो सिजनमा चाहिँ नि 1.5 घन्टा जस्तो लाग्छ मलाई चाहिँ होइन अनि जाडो महिनामा चाहिँ नि अब ओभनमा यो पेर्मनेन्ट मोडमा राखेर अब कति बेला राख्न सकिन्छ है त्यहाँ ओभनमा यसलाई पेर्मनेन्ट गर्ने हाकको गर्ने है पाउरोटीको ड भनेको यो के भन्छ ड्राई वेदरमा चाहिँ छिट्टै के अरे राम्रो हुँदैन है सुक्छ होइन बिर्को चाहिँ हरेक बेला लगाउनै पर्छ आज मैले 1.5 घन्टा राखेको थिएँ ड रेडी भइसकेको छ अब यसलाई म ओभन सिटमाथि निकालिदिन्छु खाम्प्याउनु बल हटाएपछि यसलाई कटिङ गर्नेलाई कुप गर्नु भनिन्छ अनि यसको कटिङ गर्ने स्टाइल चाहिँ नि प्राय यो छ नि प्लस लेखे जस्तो गरेर गर्ने आफ्नो आफ्नो इच्छाको कटिङ गरे हुन्छ यति गरेपछि थोरै घिउ राखिदिन्छु ओलिभ ओइल अथवा बटर राखे पनि हुन्छ अनि मैले चाहिँ नि ओभनको ट्रे र स्टोभको भाँडा राखेर 300 डिग्रीमा तताइसकेको छु है अनि त्यसमा चाहिँ नि स्टोभको भाँडा मात्रै निकालेर यो पाउरोटी राखेर अनि म यसलाई 300 डिग्रीमा जम्मा 25 मिनट पकाएपछि एकचोटि ओभनलाई खोलेर बिर्को हटाएर 250 डिग्रीमा झारेर फेरि 20 मिनट पकाउँछु यसरी साइडमा चाहिँ नि 2-3 वटा आइस राखिराखे भनेदेखि यो हार्ड ब्रेडको छ नि खोल चाहिँ राम्रो हुन्छ भनिन्छ है अनि अरू केही बुझेको छैन भनेदेखि कमेन्ट गर्नु होला क्याप्सनमा लेखिदिन्छु ब्रेड राखेर रेडी भयो है मिसाएको पानी रेडी भयो